सुनिता डंगोल नेपालको काठमाडौँ महानगरपालिकाकी उपमेयर, नेवा संस्कृति संरक्षक, नेपाल भाषा अभियन्ता र मिडिया व्यक्तित्व हुन्। उनले नेवारी संस्कृति र भाषाको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएकी छन्। यहाँ उनको परिचय र नेवारी संस्कृति संरक्षणमा उनको कार्यको संक्षिप्त विवरण छ। सुनिता डंगोल। संक्षिप्त परिचय। जन्म भदौ 18 गते 1993, काठमाडौँ। आमा संगीता डंगोल, बुबा सतु डंगोल। पद काठमाडौँ महानगरपालिकाको उपमेयर, भदौ 30 गते 2022 देखि नेकपा एमाले बाट 68,612 मतसहित निर्वाचित। शिक्षा बायोटेक्नोलोजीमा स्नातक, पूर्वाञ्चल विश्वविद्यालय, सामाजिक कार्यमा स्नातकोत्तर, त्रिभुवन विश्वविद्यालय, अध्ययनरत। पुरस्कार उपाधि मिस नेवा 2011 विजेता, लिपि क्वीन, नेपाल भाषा र रञ्जना लिपि प्रवर्धनका लागि। नेवारी संस्कृति संरक्षणमा योगदान। सुनिता डंगोलले नेवारी संस्कृति, विशेष गरी नेपाल भाषा र रञ्जना लिपिको संरक्षणमा सक्रिय भूमिका खेलेकी छन्। नेपाल भाषा अभियान 2020 कोलम्ब लकडाउनमा उनले 1 मिनेटका भिडियो ट्युटोरियल मार्फत नेपाल भाषा र रञ्जना लिपि सिकाउने अभियान चलाएर युवाहरूमा लोकप्रिय बनाइन्। यी भिडियोले उनलाई लिपि क्वीन को उपनाम दिलायो। क्याली जात्रा उनले स्थापना गरेको यो युवा नेतृत्वको संस्थाले नेवारी लिपि, परम्परा र संस्कृतिको संरक्षणका लागि कार्यशाला, सांस्कृतिक मेला र जागरुकता अभियान सञ्चालन गर्छ। क्याली जात्राले विशेष गरी रञ्जना लिपिलाई डिजिटल माध्यममा प्रवर्धन गरेको छ। सांस्कृतिक पहल उनले वुमन अफ वर्ल्ड फेस्टिभल 2024 WOW नेपाल आयोजना गरिन्, जसले नेवारी कला, सङ्गीत, खाना र हस्तकलालाई विश्व स्तरमा प्रदर्शन गर्यो। यो कार्यक्रमले सांस्कृतिक पर्यटनलाई पनि प्रोत्साहन दियो। नीतिगत कार्य उपमेयरको रूपमा उनले काठमाडौँका ऐतिहासिक सम्पदा, जस्तै दरबार क्षेत्र, बहाल, परम्परागत चाडपर्व, म पूजा र अमूर्त सांस्कृतिक धरोहर संरक्षणका लागि नीतिगत पहल गरिरहेकी छन्। अन्तर्राष्ट्रिय मञ्च उनले अक्सफोर्ड विश्वविद्यालय र विश्व पर्यटन सहर सङ्घ सम्मेलन जस्ता मञ्चहरूमा नेवारी संस्कृतिको प्रतिनिधित्व गर्दै सम्पदा संरक्षण र युवा सशक्तिकरणबारे बोलेकी छन्। अन्य उल्लेखनीय कार्य मिडिया र सञ्चार सुनिता मिडिया क्षेत्रमा पनि सक्रिय छिन् र सांस्कृतिक जागरुकताका लागि विभिन्न मञ्चहरू प्रयोग गर्छिन्। युवा प्रेरणा उनले युवाहरूलाई सांस्कृतिक मूल्यप्रति गर्व गर्न र सक्रिय सहभागिता जनाउन प्रेरित गर्छिन्। नेवारी संस्कृति संरक्षण सन्दर्भ नेवारी संस्कृति काठमाडौँ उपत्यकाको पहिचान हो, जसमा नेपाल भाषा, रञ्जना लिपि, हिन्दू बौद्ध मिश्रित चाडपर्व जस्तै इन्द्रजात्रा, गाईजात्रा, काठ र धातुको कला र विशिष्ट खाना जस्तै यमरी, चटामरी समावेश छन्। सुनिताको प्रयासले यी तत्त्वहरूलाई आधुनिक सन्दर्भमा जीवन्त राख्न मद्दत गरेको छ। हालैका डिजिटल अभियान, सामुदायिक पाठशाला र सरकारी सम्पदा नीतिहरूले पनि संरक्षणमा योगदान दिइरहेका छन्।